माघ 1 आजको दिन समयको पानामा लेखिएको सामान्य मिति मात्र होइन, चेतनातर्फ फर्किने निमन्त्रणा हो। थाकेको शरीर विश्रामको खोजमा हुन्छ, आत्तिएको मन शान्तिको खोजमा। यी दुवैलाई एकैसाथ भेटाउने एकमात्र अभ्यास हो योग। आउनुहोस् आजको यो विशेष दिन राष्ट्रिय योग दिवसको अवसरमा एउटा आसन, एउटा श्वाससँग एउटा नयाँ सुरुवात गरौँ। योग कुनै प्रदर्शन होइन, यो वर्तमानको आवश्यकता र भविष्यको समाधान हो। वैदिक सभ्यतामा योगलाई आत्मअनुशासन र आत्मज्ञानको मार्ग मानिएको छ। योगको उद्देश्य केवल स्वास्थ्य शरीर मात्रै होइन, इच्छा, क्रोध र अहङ्कारबाट मुक्त बनाई जीवनको सत्य बुझ्नु पनि हो। आजको व्यस्त जीवन तनाव र चिन्ताले भरिएको छ। अव्यवस्थित जीवनशैलीले शरीर र मनलाई थकाइदिएको छ। यो सबैको समाधान बन्न सक्छ योग। आधुनिक अनुसन्धानले देखाए अनुसार योगले तनाव घटाउँछ, एकाग्रता बढाउँछ, निन्द्रामा सुधार ल्याउँछ र समग्रमा भन्नुपर्दा मानसिक स्वास्थ्यलाई बलियो बनाउँदछ। त्यसको ज्वलन्त उदाहरण म आफै हुँ। योगले मलाई धैर्य सिकायो, आत्मअनुशासन सिकायो, जसले गर्दा म भित्रैबाट शारीरिक रूपमा सन्तुलित र मानसिक रूपमा आनन्दित भएको छु। त्यसैले तपाईहरूलाई पनि आजैबाट दैनिक योग अभ्यास गर्न प्रेरित गर्दछु, किनकि योग कालान्तित छ। हिजो आध्यात्मिक, आज वैज्ञानिक स्वास्थ्य जीवनको सूत्र र सधैँ मानव जीवनका लागि आवश्यक बनेको छ। राष्ट्रिय योग दिवसको हार्दिक शुभकामना।